माथि केही अनुहार आज आए मलाई फेरि याद वर्षौं बित्यो भेटघाट छैन समयसँगै भयो बदला घुमालेको चक्र झै घुमिरहने चोला आँखैभरि नाचिरहे ती पल र बेला मनको स्मृतिमा झै ताजा छ तस्बिर हाम्रो स्कुल पाठशाला हाम्रो स्कुल पाठशाला हाम्रो स्कुल पाठशाला पढ्थ्यौं सँगै एउटै कक्षामा थाप हुन्थ्यो पछाडि बस्न आँखा छली हामी बाँड्ने गर्थ्यौं सिनेमा हेर्न ताजा भई आए मनमा जस्तै अब ब्रिकेटको धुवाको कोइलाले गर्दाखेरि हाम्रो सानो बालकहरूलाई सास फेर्नको लागि हाम्रो धेरै असर गर्छ। जस्तै एयर पोल्युसन भएपछि हाम्रो टाइमको अब जताततै धुवा भएको कारणले गर्दाखेरि घुमफिर गर्दाखेरि पनि राम्रो अक्सिजन नपाउनको कारणले गर्दाखेरि जस्तै पढाइतिर भन्दा पनि धेरै असर हुन्छ। जस्तै बत्तीमा पढ्नुपर्ने हुन्छ त्यसको धुवाले गर्दाखेरि छेउमा बसेर पढ्दाखेरि अब कतिले त आँखा देख्दैनन् छेउमै लिएर आउँथ्यो त्यसको धुवा नाकबाट अब सास गर्दाखेरि मार्गी लाग्ने टाउ दुख्ने जस्तो खालको बिमारहरू चाहिँ भेटाउने गर्छ। त्यसको धुवाले मार्गी लाग्छ सास फेर्न गाह्रो हुन्छ टाउको दुख्छ पढ्न अप्ठ्यारो हुन्छ धुवामा बस्न सकिँदैन एकदम गरिएछ। छिट्टै निन्द्रा पनि लाग्छ धुवाले गर्दाखेरि आँखा दुख्ने आइस प्रब्लम निक्लिन्छ। उनको साथीलाई थाहा थियो तर उनलाई भन्न सकिन आज